दर्शकबिन नमस्ते। आज पनि हामी हजुरहरूमाझ उपस्थित भइसकेका छौँ। मुक्तक गजल लिएर हामी हजुरहरूका मुक्त गजल वाचन गर्ने गर्छौँ। आज पनि एउटा मुक्तक लिएर हजुरहरूमाझ उपस्थित भइसकेका छौँ। हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ र उहाँले लेख्नु भएको छ। हेलो सर, दर्शन अनि नमस्ते। म हुँ प्रदीप कंवर, सानपा 10 जलुकेको मान्छे, हाल हिमाचलदेखि भन्नुभएको छ। हामीले उहाँको एक मुक्तक पहिले पनि वाचन गरिसकेका थियौँ र उहाँले दोस्रो मुक्तक पठाउनु भएको छ। उहाँले मुक्तक पठाएको धेरै भइसक्यो। मुक्तक पढ्न अलि ढिला भएको कारण म उहाँसँग माफी माग्न चाहन्छु र म उहाँको मुक्तक वाचन गर्ने अनुमति पनि चाहन्छु। आखिर धुवाँ र खरानीको सङ्गम रहेछ जिन्दगी। आखिर धुवाँ र खरानीको सङ्गम रहेछ जिन्दगी। वाचन जेलको सङ्घर्ष त केवल भरम रहेछ जिन्दगी। वाचन जेलको सङ्घर्ष त केवल भरम रहेछ जिन्दगी। छेनको हाँसो छेनको रुदन घाम छाए जस्तै। छेनको हाँसो छेनको रुदन घाम छाए जस्तै। पल पलमा बदलिरहने मौसम रहेछ जिन्दगी। पल पलमा बदलिरहने मौसम रहेछ जिन्दगी। आखिर धुवाँ र खरानीको सङ्गम रहेछ जिन्दगी। मुक्तक 2। उर्लिँदा आँखामा बाढी र भेल यस्तै लाग्छ। उर्लिँदा आँखामा बाढी र भेल यस्तै लाग्छ। खुसी पाइँदैन रहेछ बाँचुन्जेल यस्तै लाग्छ। खुसी पाइँदैन बाँचुन्जेल यस्तै लाग्छ। पीडाको भुमरीबाट कहिल्यै निस्किन नसक्दा। पीडाको भुमरीबाट कहिल्यै निस्किन नसक्दा। अझै भोग्नु नै छ नियतिको खेल यस्तै लाग्छ। अझै भोग्नु नै छ नियतिको खेल यस्तै लाग्छ। उर्लिँदा आँखामा बाढी र भेल यस्तै लाग्छ। मुक्तक 3। हातको मैला सुनको थैला के भनौँ खै आमा। हातको मैला सुनको थैला के भनौँ खै आमा। मृत्यु मलाई आओस् पहिला के भनौँ खै आमा। मृत्यु मलाई आओस् पहिला के भनौँ खै आमा। मलाई एक्लै पार्छन् होला छोडी गएको दिन। मलाई एक्लै पार्छन् होला छोडी गएको दिन। घरको आँगन खैला बैला के भनौँ खै आमा। हातको मैला सुनको थैला के भनौँ खै आमा। मुक्तक 4। नयनका आँसुहरू पुछिदिने तिमी नै हौ माया। नयनका आँसुहरू पुछिदिने तिमी नै हौ माया। पीडाहरूमा पनि खुसी दिने तिमी नै हौ माया। पीडाहरूमा पनि खुसी नै दिने तिमी नै हौ माया। म रिसाएर तिमीसँग बोलिनछु भने कुनै दिन। म रिसाएर तिमीसँग बोलिनछु भने कुनै दिन। चुपचाप यो मन बुझिदिने तिमी नै हौ माया। नयनका आँसुहरू पुछिदिने तिमी नै हौ माया। मुक्तक 5। पहिले नेपाल अहिले भारतमा छु। पहिले नेपाल अहिले भारतमा छु। दुःख गरी केही गर्ने चाहनामा छु। दुःख गरी केही गर्ने चाहनामा छु। गाउँतिर सबैले पक्की घर बनाइसके। गाउँतिर सबैले पक्की घर बनाइसके। यतातिर म भने साह्रै नाजुक छु। यतातिर म भने साह्रै नाजुक छु। पहिले नेपाल अहिले भारत छु। दुःख गरी केही गर्ने चाहनामा छु भन्दै उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ। उहाँको मुक्तक हामीले जस्ताको तस्तै प्रसारण गरिदिएका छौँ। हजुरहरूलाई कस्तो लाग्छ मुक्तक? सल्लाह सुझाव दिन नभुल्नुहोला। यदि हजुरहरूसँग पनि यस्तै मुक्तक छन् भने हामीलाई कमेन्टमा छोड्न नभुल्नुहोला। यदि हजुरले यो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोला भन्दै बिदा हुने अनुमति चाहन्छु। हस्त, धन्यवाद।